मेरे वादे हेलो साथीहरु नमस्ते मी सन्दीप परेर हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा तपाईले टाइटल आए तपाईले चिनिसक्नु छ कि न्यू डे न्यू ब्लगको साथमा फेरि पनि आइसकेको छु म हजुरहरुको माझमा सो यतिकै इन्ट्रो हानिसकेपछि फेरि पनि देख्न सक्नुहुन्छ यो थोपडालाई सो सबैजनालाई गुड मर्निङ आफ्टर लङ टाइम पछि चाहिँ म मेरो च्यानलमा भिडियोहरु हाल्न लागिरहेको छु त्यो कता बाटो अनि देख्न सक्नुहुन्छ हामी चाहिँ बिहान बिहान कहाँ जाँदैछौँ रे भाइ कलेज भाइ र म चाहिँ अब कलेज जाँदैछौँ आज खै केटाहरू आउने सुरसार हो कि नआउने सुरसार हो मेसै छैन होइन अब दुईजना भएर चाहिँ जाँदैछौँ आज ठ्याक्कै पुस 1 गतेबाट चाहिँ म भ्लग कन्टिन्यू दिनेछु किनकि ठ्याक्क महिना दिन थाहा हुन्छ नि त त्यतिखेर मैले हालेको थिएँ भनेर अनि यो लाउनुको रहस्य चाहिँ के भन्दाखेरि जाडो ठ्याक्क अब पुसतिर त झन् जाडो बढ्दैछ यता त्यही भएर चाहिँ सेफ्टीको लागि चाहिँ यो पुरा यस्तो गलबन्दी सलबन्दी हिँडेर हिँडेको भाइको चाहिँ टोपी छ ओमान्डो हो क्या होइन ए कमान्डो है म त ओ मेटो क्या भनेर चाहिँ हो हो बाफ निक्लियो यार मुखबाट देखिँदैन कि फेरि अगाडिको बाटो चाहिँ फेरि केही देखेको छैन भएको पोलको लाइट पनि निभाएन कुकुरको चाहिँ आँखा टल्केछ अनि जाँदैछौँ भाइ र म अब हाल अहिले अब कलेजतिर लागेको अब त्यस्तै भनौँ न दुईजना मात्रै छौँ अरू बेला 4 जना भइन्थ्यो गऱ्यो अरू भन्दा नि हिजो भइएको थियो होइन तलबाट भइएको थियो नभए त त्यस्तै हो हाम्रो चाहिँ च्यालेन्ज छ कि यो हप्ता यो महिनामा सकेसम्म एब्सेन्ट नहुने भनेर गएको महिना चाहिँ अब हल्का हल्का एब्सेन्ट भइयो कामले गर्दाखेरि अब यो महिनाभरि चाहिँ नहुँ भन्ने एउटा ठुलो जिज्ञासाले हिँडेको छु अब के हुन्छ यस्तो ठक्कर भएपछि त कहाँ प्रिजेन्ट भइन्छ त नि कलेजमा आउँदै रहेछ भाइ त हिँडेछन् कान्छा भाइ त यस्तरी हिँडेछन् अब दाजुभाइ गइन्छ अब यहाँ धेरै भिडियो नबनाएको कता बाटोमा कता फेरि सुरु महिनै फेरि सुरु के भन्छ अरे पुस 1 गते खुट्टा ख्याचर भएर फेरि त्यही दिन पनि जान्न पाइएला फेरि ल है अहिले उता रोडतिर गएपछि म क्यामेरा अन गर्छु है त सो फाइनली साथीहरू हामी चाहिँ अहिले रोडतिर आइसकेको छ हाम्रो गाउँ घर कटेर अनि अहिले चाहिँ अब बिन्दास हिँड्यो गाउँ घरमा त यस्तो ट्याक्टर स्याक्टर सेफ्टी यो सब देख्न सक्नुहुन्छ भाइ यहाँ आउँदै महान भाइले भनिरहन् के दा यस्तो आउँदैमा एउटा मिलाएपछि राम्रो हुन्छ न भनेको न मलाई के थाहा छ नि के हो अब भाइको जिज्ञासा हो अनि भाइ ठ्याक्कै पोलायो भने त राम्रो देखिन्छ होला क्या त अलिकता गइसकेर आउँदा कालै हो कि अन्त लाइट तेज छ नि त यसको त्यही भएर नि राम्रो दिन्छ गएर दिन त अब के भन्दा नि चार्ज भ्याइएको गर्छ भर्खर 100 चाहिँ तल आउँछ नि त लु 50 थियो अहिले त 48 भयो अलि तल गएपछि झन् स्विच अफै हुनेवाला लास्टमा त 2 दिन बनाएर हाल्ने होइन भिडियो आजको र भोलिको गराएर हाम्रो चाहिँ अब रस चाहिँ हिँड्दै जानुको कारण के भन्दा यस्तो जाडोमा तातो हुनलाई है अरू त्यस्तो अनाथालाई नसोच्नु यिनीहरूको कलेजमा बसै छैन होला नभन्नु बस छ 2-3टै छ बस त हामी चाहिँ अब बसमा नजाने भनेर चाहिँ पहिल्यै एडमिसन गर्ने बेलै उस नगरेको त बसहरू आउँथ्यो मलाई फेरि झ्याउ लाग्ने कि कहिले कसो हिँड्दाखेरि त रङ्ग लाग्छ बसमा सधैँ बस्दै एउटा बाटो हिँड्दाखेरि होइन मजा आउने कि त्यही भएर बरु हिँड्दै आनन्द जाने आनन्द आउने हो कि एक्सर्साइज जस्तो नि हुन्छ हैन एक्सर्साइज जस्तो नि हुन्छ हो यस्तो मुखदेखि धुवा फाल्न नि पाइयो है होइन भाइले जाने हो कि सबै कुराहरू त बाटोमा केटी भेटिन्छन् भाइको त फेरि केटी बाइक त अरू कुनै शब्दै छैन कि भाइको त फेरि भाइलाई केटी भेटिन्छन् तर बोल्न लजाउँछन् होइन यो त अब उनीको लिएर हिँड्ने हो हामीले अब हेर्ने कुरै भएन हामीले त यस्तै लागेपछि त उसकै सुगन्ध आउने हेर त भाइ आहा त्यस्तो हुने रहेछ भाइले फेरि बाटोमा केटी आउँछ भन्ने बस्ने अनि यो पोलमा लाइट छ कि छैन पोलै नयाँ रहेछ कि अँधेरै छ कि अगाडि चाहिँ पुरै अँधेरै छ अब आँखा कमजोर हुन्छ क्या मेरो है साथीहरू म चाहिँ अहिले घर आइसकेको छु अहिले भन्दा पनि लगभग 2 घन्टा भइसकेको छ अनि अर्को मोबाइल चाहिँ यही छ
घर आएर अहिले चाहिँ म एक्लै नै छु अनि मम्मी चाहिँ बहिनीको नागरिकता बनाउनको लागि भुटान जानुभएको छ बहिनी र मम्मी अनि घर आएर भातसात खुवाएर पनि भाँडा थियो हल्का हल्का भाँडा पनि माझेर सुतिरहेको छु जाडो जाडो पनि भएको छ अनि हल्का सन्चो पनि छैन क्या आँखाहरू पनि जान सक्नुहुन्छ आँखाहरू पनि रातो भएको छ टाउको पनि ज्वराउने घाँटीमा नि खै के हो निल्दा पनि दुख्ने गर्छ क्या ज्वरो पनि आइरहेको छ हल्का हल्का खोक पनि लागेको छ भनौँ अनि हरिब दुखेको छ शरीर पनि घर त्यस्तै भइरहेछ भोलि चाहिँ सायद कलेज पनि जानु होला किनकि सकेको छैन त्यही हो साथीहरू अनि कलेजमा चाहिँ भिडियोहरू बनाउन पाएन किनकि आज हाम्रो चाहिँ त्यहाँ एउटा क्लासदेखि चाहिँ अर्को क्लासमा चाहिँ हामीले त्यो डेस्क बेन्चहरू चाहिँ ट्रान्सफर गर्नु थियो कि सार्नु थियो अनि त्यो भएको भएर चाहिँ टाइम पाएन घर आउने बेला पनि अब मोबाइलमा चार्जेस थिएन त्यही भएर चाहिँ भिडियो बनाएन अब अहिले घर चाहिँ एक्लै नै छु त्यही भएर भिडियो बनाएको मोबाइल चार्जमा राखेर त्यही हो साथीहरू भिडियोहरू हेर्दै जानु होला है बेला बेलामा अपडेट दिइरहेको छु साथीहरू म चाहिँ अहिले हाल यत्तिकै बसिरहेको छु भन्दा पनि यस्तै भइरहेको छु अनि मेरो केटाहरूलाई चाहिँ न्युज दिइसकेको छु कि म केटा भोलिदेखि कलेज आउनु बिरामी छु एडजस्ट गर है त एक दुई दिन भनेछु किनकि केटाहरूले चाहिँ म गएर भने रमाइलो हुन्न भन्छन् क्या खै किन अनि गलबन्दी चाहिँ कहाँ राख्यो केटाले भन्नु होला गलबन्दी नि यहीँ छ यस्तरी भिड्ने हो क्या टक्क लाएर नि यहाँ यस्तरी भिड्ने हो क्या भिड्न त म फेरि भुल्छु कि टक्क यस्तो रहेछ त अनि रुगा लगाए पनि फेरि सन्चन्छ होला क्या त्यस्तो फेरि र त्यही हो साथीहरू यस्तरी चाहिँ बस्नु परिरहेको छ भ्लग बनाउँदै अनि अर्को मोबाइल फेरि यहाँ छ होइन अर्को मोबाइल फेरि यहाँ छ यस्तो टक्क पारामा म फेरि यस्तो यहाँ भ्लग बनाउँछु टक्क पारामा यो आइफोनमा चाहिँ अब म एडिट गर्दैन अनि यो एन्ड्रोइडमा चाहिँ गर्नुपर्छ मैले एडिट त्यो भएको भएर चाहिँ अब भिडियो यसमा चाहिँ ट्रान्सफर गर्नुपर्छ नि त सार्नुपर्छ यसमा अनि त्यही भएर यता चाहिँ मोबाइल साथमै छ अनि यो मोबाइलमा फेरि चार्जै बिहान लाग्यो त्यही भएर चाहिँ अब यसलाई यता सार्छु अनि त्यसपछि यताको भिडियोहरू फालेर होइन अनि फेरि चार्जमा राख्छु अब के कस्तो हुन्छ होइन बाहिर जानु भन्दै बाहिर जानेको लायकको छैन त्यही पनि म यसो भिडियो बनाउँछु है म चाहिँ अहिले बाहिर आएको छु बाहिर पनि अब त्यस्तै देख्न सक्नुहुन्छ होइन यताउरि भइरहेको छ अनि यस्तो छ बाहिरको मौसम फेरि होइन पुरै सबैजना घरभित्रै हुनुहुन्छ कि बाहिर कोही पनि निक्लिनुहुन्न अब किनकि अब जाडो महिना सुरु भइसकेको छ आज पुस 1 गते त्यसै माथि अनि यहाँ पुरै खाली छ यता उता तोरीबारीहरू छ तोरी खासै भएको त छैन अनि उता नयाँ घरहरू बन्दैछ यता पछाडि पनि बन्दैछ यहाँ चाहिँ कहिले बन्छ खै थाहा छैन अनि यति स्पेसमा चाहिँ साग लगाइएको छ त्यहाँदेखि गरिदिउँ भनेर अनि पुरै यस्तो छ क्या मामाजीले उहाँ कपडा धुँदै हुनुहुन्छ अनि म फेरि यहाँ अब छु अब हेरौँ के कसो होइन अनि यहाँ चाहिँ अब यो गम्छा यहाँ सुकाइएछ यो स्वेटर नि धर सुकाएको अब बल्ल यसको नि अब सुकेर के भन्छ अरे सुकेर भ्याइसकिएको छ अनि पुरै यहाँ यस्तो छ यो यताउति सब झाडीसाडी सब छ्याक्का छ अनि यो चाहिँ मेरो 9 क्लासमा चाहिँ यसमा चाहिँ खुब डोलिन्थ्यो हाम्रो केटाहरू अहिले चाहिँ यसलाई यति यसलाई चाहिँ अलि यता राखिदिएको छु मैले अनि हाम्रो बिहान भ्लगमा देखेको भाइको घर चाहिँ त्यहाँ छ भाइ पनि खै कहाँ खानु थाहा छैन भाइ पनि अब भित्र सुत्यो होला अब म चाहिँ अब सुत्ने गइरहेको छु अनि घाम पनि खासै देखेको छैन आवाज पनि सानो आएको छ होला किनकि म धेरै चर्को बोल्न सकेको छैन है त्यही हो साथीहरू अब एउटा 2टा सिनेमेटिक सर्ट लिन्छु म है साथीहरू हाम्रो भिडियोहरूलाई चाहिँ मैले धेरै लामो गराउन होइन अनि एउटा कुरा चाहिँ म आइफोनबाट भिडियो एडिट गर्दैन एन्ड्रोइडबाट गर्छु भनेको थिएँ
सपोज यसमा चाहिँ मिलेन होइन भिडियो ट्रान्सफर गर्दाखेरि अलिक गडबड भयो अनि त्यसपछि चाहिँ अब आइफोनबाट एडिट गर्दैछु अनि टक्क एडिट गर्दाखेरि चाहिँ अब एन्ड पार्टलाई चाहिँ छुट्याउने कुरो हुन्न त्यही भएर चाहिँ अब म भिडियो एडिट गर्दै गर्दै भ्लगमा भिडियोमा जोडिसकेको छु त्यही हो साथीहरू भिडियोहरू चाहिँ अब आइरहेको नै छ होइन अब जतिले पनि हेर्नुभएको छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला त्यही हो साथीहरू यति भन्दै म आजको भिडियोबाट बिदा हुन्छ हस्त जय नेपाल